आज ठ्याक्कै 1 वर्ष भएछ म अनाथ भएको, म टुहुरो भएको, म बेसहारा भएको। पहिल्यैदेखि सबैजना मानिसले मलाई तिमीले आफ्नो आमालाई खायौ भनेर भन्थे। केही वर्ष अगाडि बाबालाई खाए भनेर पनि कतिले गाली गर्छन्। मेरो कहानी यस प्रकार रहेको छ। आहा, मैले रिजल्टमा कति राम्रो मार्क्स लिएको छु। एसईको रिजल्टमा। वाउ, मैले यो मेरो बाबालाई देखाएँ भने त बाबा कति खुसी हुनुहुन्छ होला। यस! ए बाबा, हेर्नु त, मैले एसईमा कति राम्रो रिजल्ट लिएर आएको छु। अब मैले हजुरलाई भनेको थिएँ नि A+ ल्यायो भने आइफोन चाहियो भनेर। मैले हेरेँ नि तिम्रो रिजल्ट अघि अनलाइनमा। त्यस राम्रो रिजल्ट ल्याएको छु, खुसी लाग्यो। बधाई छ तिमीलाई। अनि आइफोन भन्थ्यौ नानी, आइफोन त मैले किन्न नसक्ने रहेछु त। कहाँ 1.5-2 लाख पर्दो रहेछ। ए तिमीलाई मैले 20,000 एन्ड्रोइड फोन ल्याइदिएको छु। अब यसैले चित्त बुझाऊ है। घरमा बस्दै गर, म पनि सफायर लिएर बाहिर निस्केँ। अब भरेको लागि चामल यताउति। तिम्रो पनि कलेज पढ्ने बेला भयो, पैसा त सेभ गर्नै पर्यो। मन लाग्यो है, बस्दै गर। गयो, सबै मेरो मिहिनेत पानीमा गयो। मैले यति धेरै मिहिनेत गरेको थिएँ आइफोन पाउनको लागि। लास्टमा एन्ड्रोइड चाहिएन मलाई। यो हिरा पाउँछु भनेको थिएँ, किरा पाएर। मेरो बाबा त कस्तो खाले क्या, हत्रिका मरे पनि हुने। आफ्नो छोरीको सपना पनि पुरा गर्न सकिदिनु हुँदैन मेरो बाबाले त। कस्तो बाबा, घर मात्रै आउनुहोस् न, म बोल्दा धरि पुग्दिनँ मेरो बाबासँग। को हो? भित्रै आउनु न। सामना, तिम्रो बाबाको त एक्सिडेन्ट भएछ बाटोमा। बाबा, बाबा, हजुरलाई के भयो? आँखा खोल्नुहोस् न। बाबा, उठ्नु न प्लिज। हजुरलाई मेरो माया लाग्दैन। बाबा, भगवान्, कहिलेको बोली कहिलेको गाली भन्थे हो रहेछ। बाबा, बाबा प्लिज मेरो लागि आँखा खोल। बाबा, बाबा प्लिज उठ्नुहोस् न, आँखा खोलिदिनुहोस् न। तपाईँको सामानाहरूलाई हेर्नुहोस् न बाबा। बाबा प्लिज हेरिदिनुहोस् न, म हजुरलाई केही भन्ने माग्दिनँ। बाबा, बाबा प्लिज आँखा खोल्नु न। बाबा, आई एम सो सरी। बाबा प्लिज उठ्नु न। मेरो बाबा भनेको नि मम्मी भनेको नि हजुर हुनुहुन्थ्यो। बाबा, बाबा प्लिज उठ्नु न।